हाई मिस्टर पुलिस लेसन 1 त सक्यो अब लेसन 2 सुरु गरौँ लेसन 2 मा चाहिँ हामी के पढ्छौँ त भन्दा कोरे सोरे आरे र कोनो सोनो आरो कोरे सोरे आरे र कोनो सोनो आरो चाहिँ हामी यहाँ त्यहाँ त्यहाँ भन्दा चाहिँ प्रयोग गर्छौँ तर दुईटैको मिनिङ सेम हुन्छ भने प्रयोग कसरी गर्ने त फरक के छ त यसमा यसमा फरक छ यो चाहिँ पेन हो भन्ने हो कि यो पेन चाहिँ भन्ने हो भनेको चाहिँ कहाँ राख्ने एउटा फरक र दोस्रो फरक चाहिँ हामी एउटा सेन्टेन्समा कतिवटा कुरा गर्दैछौँ त जस्तो बताओ यो डेस्क हो यो बेन्च हो यो टिभी हो त्यो ढोका हो त्यो नक्सा हो त्यो क्यामेरा हो यो बत्ती हो यो फ्यान हो यसरी हामी एउटा मात्रको बारेको कुरा गर्छौँ भने चाहिँ यो त्यो उत्यो भन्दा हामी अनिवार्य कोरे सोरे आरे प्रयोग गर्छौँ जस्तो वा कातेन देश सोरे वा फ्यान देश कोरे वा डेस्क देश कोरे वा बेन्च देश सोरे वा गोमिबाको देश कोरे वा दोवा देश अब सेन्टेन्समा दुईटा नाउन छ जस्तो यो टी सर्ट मेरो हो यो एयरफोन दिदीको हो यसरी सेन्टेन्समा दुईटा नाउन प्रयोग हुन्छ भने चाहिँ हामी कसको बारेमा कुरा गर्दैछौँ मुख्य कुरा है यो चाहिँ पर्फेक्टली बुझ्नलाई कसको बारेमा कुरा गर्दैछौँ जस्तो मान्छेको बारेमा कुरा गर्दैछौँ भने चाहिँ हामीले अनिवार्य कोनो सोनो आरो प्रयोग गर्ने र वस्तुको बारेमा कुरा गर्दैछौँ भने चाहिँ हामीले दुईटै प्रयोग गर्न पाइयो जस्तो यो चप्पल चाहिँ मेरो हो होइन भन्नु पर्यो भने